हेलो गाइज नमस्ते। फेरि पनि धेरै समयपछि तपाईँहरूको साथमा उपस्थित भइसकेँ। आज चाहिँ म गोठ लागिसकेँ। यहाँनिर माथि गोठबाट चाहिँ आज गोठ तल झार्नु पर्नेछ, त्यही भएर म गोठ लागिसकेँ। आजको मेरो भिडियो कस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला। धेरै समयपछि फेरि भिडियो बनाउँदैछु। किन म हराएँ भन्दाखेरि चाहिँ मेरो फोन पनि अब राम्रो भएन, त्यही भएर अलिकति अल्छी लागेको थियो। फेरि आज चाहिँ त्यस्तै त्यही फोनबाट बनाउँदैछु। सबैले साथ दिनु होला है त साथीहरू। यो जग्गामा सार्नु पर्ने है, अलिकति मासतिर अझै पनि 40-45 मिनट लाग्छ होला पुग्ने ठाउँ। त्यो ठाउँबाट चाहिँ यो जग्गामा हामीले सार्नु पर्ने हुन्छ। मैले अगाडि नै भिडियो देखाइहालेँ। यो जग्गामा चाहिँ हामीले आज गोठ सार्दैछौँ है त। हेर्दै जानु होला कस्तो हुन्छ आजको हाम्रो भिडियो। अहिले चाहिँ घाम लागिसकेको छ। म चाहिँ घाम नलागिकन गोठ हिँडेको। गोठ पनि अझै पुगेको छैन, अब चाहिँ पुग्न लागिरहेछु। गोठ पुगेपछि फेरि म गोठको चाहिँ दृश्य देखाउनेछु, हेर्दै गर्नु होला है त। गोठ जाने बाटो चाहिँ यस्तो खालको छ। यो खरै घाँस बारीबाट चाहिँ छिचोलेर चाहिँ जानुपर्ने हुन्छ। एकदम गाउँघरमा यस्तै है साथीहरू। यो हो हाम्रो बस्तु। आज सार्नु पर्ने चाहिँ यो है साथीहरू। यहाँनिर भैँसीहरू छन् भर्खरका। म चाहिँ गोठा पुगिसकेँ। गोठा चाहिँ पर्खिँदाखेरि यहाँनिर हामी चाहिँ बस्छौँ। यहाँनिर चाहिँ गोठा बस्ने हाम्रो टेढा हाम्रो बाबा हुनुहुन्न रहेछ। अहिले कहाँ जानु? हेलो बा, कहाँ जानुभयो? बाबा लगभग घाँसमा हुनुहुन्छ कि कहाँ जानुभएको रहेछ। यहाँ चाहिँ हुनुहुन्न रहेछ है बाबाले चाहिँ गोठ पर्खिनुहुन्छ। यस्तो रहेछ अवस्था। बाबा यहाँनिर बस्नुहुन्छ। बाबा केही सामग्रीहरू यहाँनिर रहेछ। अगेना यो एउटा एक गरा छ। यो गरा चाहिँ अब जोतेर चाहिँ बस्तुलाई हामी अघि देखाएको जग्गामा सार्नेछौँ। यो गरा एउटा ठुलो गरा छ। यहाँनिर चाहिँ बाबाले मलहरू मिलाउँदै हुनुहुन्छ। यो जोतेर चाहिँ हामी बस्तु हिँडाउँछौँ है। अब चाहिँ हिँड्न लाग्यौँ। गोरुले जोतिसक्यो। बस्तुहरू यता हिँड्न लागेको। अघि जोत्दाखेरि चाहिँ मैले भिडियो बनाउन पाइनँ। दिउँसो त गर्मी नै हुँदो रहेछ यो टाइममा पनि। अब चाहिँ हामी गोठ सार्न लाग्यौँ है। अब चाहिँ हामी एकैछिनपछि चाहिँ बस्तु हिँडाउँछौँ। ल है साथीहरू, अब चाहिँ हामी हिँडेको यहाँनिर चाहिँ हाम्रो बस्ने डेढा। यहाँ पछि चाहिँ हामीले अघिको जग्गामा हामी गोठ सार्दैछौँ। यस्तो छ मेरो बारी। जुवा बोकेर हिँड्नु पर्ने छ। म चाहिँ हिँडिसकेको है। गोठ सारिसक्यौँ है। बस्तु भैँसी गोरु मैले हिँडाइसकेँ। यस्तो छ अवस्था। अब अर्को गोठ हामी चाहिँ सार्दैछौँ। यस्तै छ हाम्रो अवस्था। गोरु दुईवटा अगाडि छ होइन। यहाँनिर गोरु त्यहाँ दुईवटा अनि यता छ भैँसीहरू 3टा। धेरै छ होइन। तैपनि गोठ सार्नु परेको छ। गोठ सार्नु पर्छ। हेर्दै गर्नु होला है साथीहरू। आधी बाटो पुगिसक्यो। मेरो वस्तुहरू खेदिरहेछु। हिँडिरहेछन्। एकदम ज्ञानी छ। बाटो हिँड्छ। वस्तुहरू पनि एकदम ज्ञानी भएर हिँडिराखेका छन्। किनभने वस्तुहरू पनि एकै ठाउँमा बस्नलाई चाहिँ अल्छी मान्छन् नि त।
यहाँ ल्याएको चाहिँ लगभग 1 महिना भइसकेको थियो। त्यही भएर नयाँ ठाउँ जानको लागि एकदम हतार छन्, हिँडिरहेछन्। म नि पछि पछि कुदिरहेको छु। यस्तै छ आजको मेरो काम, गाउँघरको काम। के गर्नु। ओ है किलो है, यस्तो छ, ज्ञानी भएर हिँडिरहेछन्। अहिले चाहिँ रोडमा मैले निकालिसकेको छु बस। यहाँनिर थोरै हजुर घाँस रहेछ, त्यही भएर चरोस् भनेर चराउँदैछु साथीहरू। यस्तो अवस्थामा छ, यहाँ हातमा लट्ठी बोकेर। यहाँ मेरो वस्तुहरू चाहिँ चरिरहेछन् तलतिर दुईवटा, अनि यहाँ पर भैँसीहरू चाहिँ पर चढिरहेको छ यहाँ पर। यस्तै छ आजको साथीहरू। अब चाहिँ आइपुग्न लाग्यौँ हामी रोडको नजिकै, अलिकति मास्तिर छौँ। रोडमा चराउँदै ल्याउँदैछु वस्तुहरू। मेरो वस्तुहरू एकदम ज्ञानी भएर चढिराखेको छन्। हेर्नुहोस् यहाँनिर भैँसीहरू यहाँनिर छ 3वटा। यता अघि देखाएको जग्गामा आइपुग्यौँ। मेरो वस्तुलाई यहाँ ल्याइराखेर चाहिँ ल्याएर चाहिँ यहाँ चराइरहेको छु। यो ठाउँ अघि मैले देखाएको थिएँ, यस्तो छ। यता चरिरहेछ। अघि यहाँनिरको ठाउँ मैले देखाएको थिएँ, त्यहाँ सानो डेढा। अब चाहिँ बाँधिसकेको छ नयाँ ठाउँमा। आज एकदम खुसी भइराखेका छन् हाम्रो वस्तुहरू। एउटा त सुतिसकेको छ। यस्तै छ। अब चाहिँ हामी घरतिर फर्किन्छौँ। यस्तै छ हौ मित्रहरू, गाउँघरको काम। गोठ सार्ने, वस्तु चोराउने, त्यस्तै त हो नि, के गर्नु गाउँघरमा। वस्तुलाई पनि घाँस दिइसक्यौँ। अब चाहिँ हामी घर जानुपर्ने हुन्छ। अब चाहिँ म घर हिँड्न लागेको। वस्तुहरूलाई घाँसपात गरेर यो ठाउँमा ल्याएर, अर्को ठाउँबाट चाहिँ यो ठाउँमा ल्याएर चाहिँ गोठ सारेर चाहिँ घाँसपात गरेर चाहिँ म फर्किन लागेको। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। मेरो भिडियो तपाईँहरू अन्तिमसम्म पनि हेरिदिनु भयो, त्यसको लागि एकदम आभारी छु। यस्तै माया सपोर्ट गर्दै गर्नु होला। माया साथ दिनुहुन्छ भने फेरि पनि अर्को भिडियोमा भेटौँला। अहिलेको लागि बाई बाई सबैजनामा, बाई बाई।